गाइस सो आज चाहिँ हामी चाहिँ 10 क्लासको विदाई है हाम्रो हामी चाहिँ अहिले स्कुल जाँदैछौँ अनि स्कुल जाँदाखेरि हामी अहिले जान्छौँ हामी 4 जना भएर चाहिँ जाँदैछौँ। सो त्यही नै हो है। अब यति बेला चाहिँ म चाहिँ यहीँ हाम्रो स्कुल आदर्शमा आइसकेको छु अनि यति बेला चाहिँ हाम्रो प्रोग्राम सुरु भइसकेको छ अनि यति म चाहिँ सो गाइस यति बेला चाहिँ म चाहिँ कार्यक्रममा आइसकेको छु अनि हाम्रो देख्न सक्नुहुन्छ यहाँ चाहिँ नाचगान चलिरहेको छ। हामी चाहिँ यति यहाँ बसिरहेका भरि सबै चाहिँ 10 क्लासका विद्यार्थी हौँ अनि यहाँ चाहिँ हाम्रो सरहरू बसिरहनु भएको छ अनि हामी रमाइलो गर्नेछौँ। आज लास्ट दिन हो है साथीहरू। ल सो गाइस आज चाहिँ हामी चाहिँ स्कुलबाट चाहिँ बिदाई भएर चाहिँ हामी 5-6 जना भएर कुलपानीतिर घुम्न जाँदैछौँ अनि हामी साथीहरू भएर चाहिँ यसरी घुमफिर गर्दै आज चाहिँ लास्ट दिन है अनि त्यही भएर लास्ट दिनमा चाहिँ यसो साथीहरूसँग छौँ अनि कस्तो लागिरहेको छ केटा? बेस्ट लागिरहेको छ भन्छ। जान लाग्यो नेपालको त्यस्तो लामो पुल होइन अनि त्यही उताखेरि कुलपानी एकदम राम्रो छ। प्रकृतिले भरिपूर्णमा वन जङ्गल छ होइन। दोस्रो लामो पुल हो अनि हामी चाहिँ साथीहरू अगाडि हिँडिरहेका छन् अनि हामी चाहिँ पछाडि भएर हिँडिरहेका छन्। बासु यसको 2-4 शब्द केही बोलौँ दिउँ न त। के भन्ने र यहाँ आज हामी घुम्न आयौँ स्कुलको विदाई सकेर होइन। अब यता अब यहीँ झुलुङ्गे पुल घुमिन्छ अनि उता कुलपानी गइन्छ धेरै राम्रो छ। विभिन्न जनावरहरूका चित्र रहेका छन् त्यता अनि अब त्यहीँ घुम्ने हेरौँ। त गोल्डन ब्रिज भन्ने रहेछ त छ न त गोल्डन ब्रिज होइन यस्तै ब्रिज हो झुलुङ्गे पुलै हो कति अल्गो छ नि यो छ नि यो माथिको टुप्पा जति अल्गो होला त्यो पुल केटाहरू त जाने डाँडा थियो कि यो नरेसी त जान डाँडा थियो भाइ। म सानोमा माथि यस्तो तल हेर्दाखेरि ए लयो लयो अनि फचेक मलाई बोकेर हिँडिहाल्थेँ केटा मम्मीहरूले यादहरूले चाहिँ टिकटहरू काट्दै हुनुहुन्छ। यहाँ चाहिँ टिकट काट्दा चाहिँ एकजनाको चाहिँ 10 रुपियाँ लाग्छ अनि हामी चाहिँ त्यतिखेर टिकट काट्दै अनि अब यहाँ यताबाट हामी भित्र छिर्नेछौँ अनि यहाँको दृश्यहरू देखाउनेछौँ। सो गाइस हामी चाहिँ कुलपानीभित्र छिरेको छ। ल यहाँको दृश्य चाहिँ देख्न सक्नुहुन्छ चाहिँ यस्तो रहेको छ। सबैहरू यहाँ चाहिँ हामी फेरि सबै 2-3टा चाहिँ भ्लगहरू बनाउँदैछौँ अनि भ्लग बनाएर हामीले टिकटक युट्युबमा हाल्नेछ। हाम्रो चाहिँ भर्खरै युट्युब पनि खुलाएको छु मैले त्यहाँ चाहिँ विकास बिष्ट छ। हजुरहरूले गएर सब्सक्राइब गरिदिनु होला अनि साथ सपोर्ट दिनु होला। सो गाइस यति बेला चाहिँ हामी चाहिँ कुलपानीबाट घुमफिर गरेर निक्लिरहेका छौँ अनि हामी निक्लेर अब घरतिर जाँदैछौँ। केटा कस्तो लाग्यो आजको रमाइलो? सो यति हामी चाहिँ 10को हामी चाहिँ बिदाई माटीको सिको लाएर हामी चाहिँ केही नखाइकन टक्क साथीहरू सल्लाह गरेर चाहिँ यता कुलपानीतिर घुम्न आयो अनि कुलपानी घुमेर चाहिँ हामीले भर्खर आएको छ। सो गाइस अब यस्तै भिडियो फेरि पनि आउनेछ हजुरहरूले हेरेर साथ दिनु होला है त। बाई।